ल हेर्नु गाइस यतापट्टि चाहिँ पानझुमेराको नजारा त्यो समुद्रको बिचमा माथिबाट दुईपट्टि नै फैलिएको देखिन्छ हो ये हो है गाइस यहाँबाट त अलिक टाढा छौँ होइन समुद्रको बिचमा कसरी घर बनाएको हुन्छ हेर्नु पानझुमेराको नजारा चाहिँ यही हो गाइस अनि यस्तो गर्मीमा पनि आजभोलि चाहिँ टुरिस्टको कमी भइरहेछ मतलब टुरिस्टहरू त्यति साह्रो छैन आजभोलि भिड लागेको छैन है पुरा खाली खाली छ चुना भइरहेछ एकजना उता नाउमा चलाइरहेको छ अरू कोही छैन सुनसान छ अलिकति हेर्नु यता बिचमा छ अरू कोही छैन सब सुकिसकेको छ अनि यता हेर्नु एक लहरे गाडीहरू आउँदैछ है ल फाइनल गाइस वेलकम टु ब्याक माई न्यू ब्लग गाइस ड्युटीमा पुगिसकेँ म टावरमा अब सबै कुराहरू म सेफ्टी बेल्ट लगाएर रेडी भइसकेको छु अब जाउँ लेट्स सी अब हाम्रो काम स्टार्ट हुन आँटेको छ 13 जुलाई चाहिँ ये पकड त मैले लिएको था फाइनली गाइस अब हाम्रो खाना खाने टाइम भइसक्यो है ल ये पकड कुलर लेक चल नीचे चल मैं आ रहा हूँ अब यसको झोला सोला लियो होइन अब त्यसमा गएर दाल रोटी घिउ के हुन्छ सबै खाउँ होइन गाई त्यही त जिन्दगी के गर्नु सुख दुःख पसिनाले भिजिन्छ गर्मी परिरहेको छ इधर न इधर खाएगा लो जहाँ पनि कामै काम गर्दैछ यता पनि कामै गर्दैछ उता पनि कामै गर्दैछ अब यस्तैमा बसेर अब हामी दाल रोटी खानुपर्छ है गाइज कार्टून वार्टून लेगा ना कुछ तो क्या खाएगा चिकन बिरयानी गाइस खाना तो खाइसक्यो होइन अब ब्रेक टाइम हो हाम्रो ब्रेक टाइममा म अब माथि गएर तपाईँहरूलाई देखाउँछु क्या कति फ्लोर पुगिसक्यो भनेर मतलब अब म लिफ्टको छेउमा जाँदैछु लिफ्टलाई वेट गर्छु होइन कतिखेरसम्म लिफ्ट आउँछ अनि म आज 37 लेभलदेखि देखाउँछु तपाईँहरूलाई तल कस्तो देखिन्छ होइन कत्रो ठुलो भइसक्यो टावर हाम्रो जाउँ गाइज माथि अब टुप्पी पनि छ नि त मेरो साथी पनि माथि नै छ म चाहिँ 24 फ्लोरमा काम गर्दैछु माथिबाट अब फेरि भरै झर्नुपर्छ ल लेट्स सी गाइज जाउँ ल फाइनली गाइज म 37 लेभलमा पुगिसकेँ है अनि यता हेर्नु दुःख हेर्नु कस्तो भुइँमा पनि सुत्छन् मान्छेहरू हेर्नु न दाजु म भुइँमा सुत्छ नि त ताबुकमा मतलब के भन्छ भट्टामा सुतिरहेको छु राजु दाई बोत्रे दाई अब यहाँ सुत्ने अनि हाम्रो लिफ्ट अपरेटर हेलो चाचा जी अच्छा खाना खाएँ अच्छा से बैठ के अनि हेर्नु यस्तो यसरी ताबुक साबुक लगाउनु पर्छ है अनि यता तल हेर्नु तल जानु पनि डर पनि लाग्दैछ यार तल हेर्नु केही छैन फ्लाइट खाली छ यस्तोमा काम गर्नुपर्छ गाइस अनि एउटा हल्लक्का सुतिरहेको छ थाहा छैन मलाई ओरी हल्ल पानी नै पानी छ छ्याप्याट एउटा चाहिँ मस्त यहाँ आम मान्नु पर्यो यार यहाँसम्म त अब लिफ्टको लिक मात्रै छ तर लिफ्ट यहाँ 3rd लेभल 7सम्म चाहिँ लिफ्टको उयो प्लेटफर्म बनाएको छैन अहिले यहाँ आएको छैन होइन गाइज अनि फाइनली म चाहिँ 37 लेभल पुगिसकेँ यो चाहिँ 40सम्म अझै गएको छ अझैसम्म म टप लेभलसम्म पुग्नु सकेको छैन किनकि लिफ्ट जाँदैन होइन अनि यताबाट हेर्नु हाम्रो पल्लो दोस्रो टावर माथि काम कसरी गर्दैछ ल हेर्नु यहाँदेखि तल त जाली साली त देखिँदैन रहेछ यत्रो ठुलो भइसक्यो हेर्नु त्यहाँ मान्छेहरू काम गरेको सिलापमा यस्तो घाममा गाह्रो छ हौ
अनि हेर्नु यो चाहिँ कहाँ छेउछेउमा कुदिँदैछ। कार्पेन्टरहरूको लाइफ यस्तै हो, छेउ कहाँ जानुपर्छ। यो चाहिँ हाम्रो टावर 2 को नजारा हो। अनि अब यता हेर्नुहोस् यस्तै छ, कोही उता सुतेको छ, कोही ताप पल्टेको छ। बाटैभरि ताबुक फोल्डिङ लगाएर यार के गर्नु खोजेको हो थाहा छैन। अब हामी भिडियो सुट गर्न आँटेको है गाइस, एउटा भिडियो सुट गर मेरो। ला भिडियो पाइन वन छौ कि यसलाई आफ्नो त गाइज यो हाम्रो गोल्लाडे पार्टीहरू सबैको छुट्टी भयो छल्ला। हामी झन् बर्खा गोल्लाडे। अरे वाह पेट पाल्ने वाला मारा आदत जैसे चलना आप खराब मत होना, ठीक है। ट्राई करता हूँ साला चल गया रे, आज तो बहुत अच्छा है ये, लेकिन मैं काम नहीं करेगा साला। क्यों भाई काम नहीं करेगा? कौन पागल आ गया? क्यों काम नहीं करेगा भाई? पागल आ गया। पागल आ गया काम नहीं करेगा मैं। नहीं तो त्यो पागल आयो, पागल आ गया कने? पागल आ गया। अरे साला पागल आ गया रे। साला क्या बोला? ए इधर देख, क्या बोला? फिर बोल। साला मेरा माथा खराब कर दिया। फाइनली गाइस भइसक्यो है। कहीं गई जियो ए बगा देख, आप देख ऊपर रोशनी मारे। अब हाम्रो छुट्टी भइसक्यो है गाइस। अब हामी आज जुम्मा कर आता है। ज़ाला कितना अच्छा आ रहा है, देख कैमरा में देख सकल, अच्छा नहीं दिख रहा है तो साला 100 रुपये का देख। आज क्या खाएगा बोल, बता ना। मुर्गी सब्जी साला मोट भाइ के भनेको एउटा दिन्छु भनेर अब यताको कुछ दृश्य हेरौँ। केही छैन, सुनसान छ यता त पुरै सेट। गाइस आज अब सटरडे आज छुट्टी भइसक्यो, आजको लागि ड्युटी नै हो। अब भोलि हाम्रो होइन के हुन्छ हेरौँ के भयो।